साथीहरू यो तस्बिरहरू हेर्नुहोस् त। यो तस्बिरहरूमा देखाइएका व्यक्तिहरू चाहिँ के यी व्यक्तिहरू कोही हजारौँ व्यक्तिहरू हत्या गरेर आएका वा कुनै ब्याङ्क लुटेर आएका, कुनै व्यक्तिलाई चाहिँ घाइते बनाएका वा कुनै पनि अपराधिक क्रियाकलापमा लागेका त्यस्ता व्यक्तिहरू जस्तो देखिन्छ। तपाईँहरू कैयौँ व्यक्तिहरूलाई चिन्नु पनि हुन्छ व्यक्तिगत रूपमा, नभए पनि सामाजिक रूपमा तपाईँहरूले चिन्नुभएकै व्यक्तिहरू छन्। उहाँहरूको के कसुर थियो र यसरी हतकडी लगाएको छ भन्ने तपाईँहरूलाई अवगत नै छ हैन। यो वर्तमान व्यवस्थाका विरुद्धमा शान्तिपूर्ण आन्दोलनमा उहाँहरूले आन्दोलनमा उपस्थिति देखाएकै भरमा त्यो आन्दोलनलाई राज्य पक्षबाटै दमन गरिएर भित्रभित्रै घुसपेट गराएर विभिन्न षड्यन्त्र गराएर चाहिँ त्यो आन्दोलनलाई चाहिँ एकदमै उत्तेजनामा ल्याएर विभिन्न खालका चाहिँ परिस्थिति सिर्जना गराएर अब उल्टै उहाँहरूलाई चाहिँ यसरी राज्य विरुद्धको चाहिँ विद्रोहमा चाहिँ एउटा अपराधिक व्यक्तित्वको चाहिँ संज्ञा दिएर यसरी हतकडी लगाएर उहाँहरूलाई जेलमा राखिएको छ। हेर्नुहोस् त, यो वर्तमान व्यवस्थाले चाहिँ हिजो 17,000 मारेकोमा चाहिँ 5,000 मैले जिम्मा लिन्छु भन्ने व्यक्तिलाई पनि चाहिँ केही गर्न सकेको छैन। तर एउटा शान्तिपूर्ण आन्दोलनमा उपस्थिति देखाएकै भरमा चाहिँ उहाँहरूलाई यसरी समाएर हतकडी लगाएर ठुलै अपराधी बनाएर चाहिँ यसरी जेलमा राखिरहेको छ।